हजुरलाई यहाँ होलीमा आएर कस्तो लागिरहेछ? धेरै धेरै रमाइलो लागिरहेको एकदमै खुसी। ए होलीको बारेमा केही भनिदिनु नि त। होइन देशमा चाहिँ आफ्नो संस्कृति जगाउँ रमाइलो गरौँ त्यही हो अरू भन्ने के हो त्यही हो सेम। अनि अब संस्कृति त यहाँ नाम भयो तर यहाँ चाहिँ अब केटीहरूको लागि अलि अब बसन्तपुर जस्तो ठाउँमा अलि भिडियो हुने ठाउँमा त्यस्तोमा चाहिँ अलि मिस्टज यताउता त्यस्तो भइरहेको हुन्छ त त्यसको बारेमा के भन्नु? होइन अब अरूको हो नि त। अब हामी अहिले भिडभाडमा पनि छैनौँ त्यही हो। यानि कि अब त्यस्तै उसले जे पनि मलाई दियो कपी पेस्ट। सुरक्षा आफै गर्ने हो भन न। केटीहरू पनि कमजोर छैनन् त्यही हो। अनि हजुरलाई टल्केर मनपर्छ कि सर्ट जाने गरेको? यति ह्यान्डसम होइन टक्क मिलेको पछाडि पुरै दानी मिलेको सब पुरा मिलेको छ ह्यान्डसम केटा चाहिन्छ। अनि हजुरलाई? मलाई कोही केटै मन पर्दैन। अलि जागिरवाला पनि चाहियो ल। केटीलाई चाहिँ सबभन्दा कुन कुराले हट हुन्छ होला? यदि होइन आफूले मन पराएको मान्छे अरू केटीसँग चाहिँ झुट बोलेर होइन अरू केटीसँग कुरा गरिरहेछ भने त्योभन्दा ठुलो उतै कहिल्यै लाग्दैन क्या अरे मलाई त। तिमीलाई कस्तो? सेम। अनि हजुरको फ्युचर अप्सनको मिनिमम स्यालेरी कति हुन्छ यो? मलाई खुसी राखे पुग्यो मलाई के चाहिन्छ। सेम। केटीले चाहिँ केटालाई छोड्नुको रिजन के हुन्छ होला? कस्तो कि दुइटैबाट साथ सपोर्ट चाहिँ चाहियो झुटो चाहिँ नबोलेपछि सगासँग झुटो बोले। केटीहरूले चाहिँ केटालाई छोड्नुको रिजन केटीहरूले लोयल केटालाई छोड्नुको रिजन उसको बिग्रेर अनि आजकलको टाइममा चाहिँ अब धेरै ब्रेकअप चाहिँ कास्टको कारणले भइरहेको हुन्छ। कास्ट के यतिको म्याटर गर्छ र? गर्दैन होइन एक आपसमा विश्वास हुनुपर्छ। कास्टको त केही पनि हुन्न। अनि ल थ्याङ्क यू सो मच है। हजुरलाई टल केटा मनपर्छ कि सर्ट? अफकोर्स टल नै मनपर्छ नि। हामी किनकि सानो छु नि त म त। केटीले चाहिँ एकदम माया गर्ने केटालाई छोड्नुको रिजन के हुन्छ होला? खै त्यो थाहा भएन मलाई त। नेपालमै भविष्य छ कि विदेशमा? बनायो भने त नेपालमै छ नि। विदेश भनेको रहर मात्रै हो तर नेपालमै बनायो भने। आमाको बारेमा दुई शब्द के भनिदिनु न। अब यस्तो सोसियल मिडियाबाट आमालाई गर्न मिल्दैन सो त्यही भएर म केही भन्न चाहँदैन। हजुरलाई टल केटा मनपर्छ कि सर्ट? मलाई जस्तो होइन हुन्छ। माया गर्ने हुनु पऱ्यो बस्नु। हजुर कुरा बुझ्ने हुनु पऱ्यो केयरिङ हुनु पऱ्यो। हजुरको फ्युचर हस्बेन्डको मिनिमम स्यालेरी कति हुन्छ यो? जति भए पनि हुन्छ मलाई। त्यही हो कि पछि गएर चाहिँ अब मिलेर पनि त कमाउन सकिन्छ नि त। रिलेसनसिप जानलाई चाहिँ अब एज म्याटर गर्छ? नो। डु यु लाइक यङ्गर बोय अर ओल्डर बोय? यसमा त म केही नि भन्न सक्दैन। हजुरलाई रिच केटा मनपर्छ कि गरिब? त्यस्तो रिच पनि नै त्यस्तो अब गरिब पनि नै कस्तो भनौँ अब ठिक ठिक। अनि सपिङ चाहिन्छ होला नि फेरि? चाहिँदैन। केटा मान्छे कसको अगाडि मन खोलेर रुन सक्छ? कि अब आफूले माया गरेको मान्छेको अगाडि। दुनियाँको सबभन्दा ठुलो झुट के हो? रिलेसनमा हुँदाहुँदै पनि अब अरूलाई चिट गर्छ नि मलाई त्यही लाग्छ। त्यही नै हो जस्तो। अनि धेरै जस्तो झुट चाहिँ कसले बोल्छ होला? बोइजहरू नै बोल्छ जस्तो लाग्छ। गर्ल्सहरू पनि बोल्छ बोल्न त। कुन कुरामा? अब बोइजहरू चाहिँ त्यही गर्लफ्रेन्ड छैन भन्छ गर्लफ्रेन्ड हुँदाहुँदै